आराखानी तरबाट हुन्न कि धेरै मान्छे भेटिएला जस्तो त लागेको थिएन तर आज यही कार्यक्रमको लागि होला तपाईहरु यहाँ धेरै मान्छेहरुलाई भेटे अब भेटे अनि युवा युवतीहरु सबैलाई यहाँ भेट्दाखेरि बडो रमाइलो लाग्यो र अहिलेको यो चुनावमा म चाहिँ एउटा उम्मेदवारको रूपमा उठेको छु र म यो उम्मेदवारको हैसियतले यो चुनावको भेटघाटको सिलसिलामा म यहाँ तपाईहरुको यो गाउँमा आएको छु। म धेरै कुरा गर्दिन, म चाहिँ दुई तीनवटा कुरा गर्छु। पहिलो कुरा तपाईहरुले यहाँ अहिले मलाई यतिको लागि चाहिँ भन्नुभयो धेरैले मोबाइलमा देखेको नाम सुनेको पनि भन्नुभयो अनि भनेपछि तपाईहरुले मेरो नाम सुनेको होला, मोबाइलमा देख्नु भएको होला, मान्छे चाहिँ देख्नु भएको थिएन होला, त्यही मान्छे भइहाल्यो। अब म चाहिँ कहाँको भन्ने कुरा पनि तपाईहरुलाई थाहा छ होला। म चाहिँ नाङ्गी गाउँको हो। यहाँ पाहापानीबाट त्यहाँ अघि पाहापानीबाट हेरेको पाहापानीबाट पर एउटा सेतो भिड देखिन्छ जस्तो एउटा सेतो भिड देखिन्छ। त्यो भिडको जरामा चाहिँ मेरो गाउँ छ। त्यहाँ यही पाहापानीबाट देखिन्छ नाङ्गी गाउँ हो। त्यो यही पाहापानीबाट देखिन्छ। त्यो पर भित्तामा यस्तो होइन, सेतो भिड छ। त्यस्तो सेतो भिड हो। त्यो सेतो भिडको जरामा छन् मेरो गाउँ। म त्यहाँ जन्मेको हो। म त्यहाँ जन्मेर हुर्केको र पढाइको सिलसिलामा र कामको सिलसिलामा म केही वर्ष म बाहिर त बसेँ। म अमेरिकामा पनि गएर पढेँ धेरै वर्ष। अमेरिकामा पनि गएर पढेपछि म गाउँमै आएर बसेको। 2049 सालमा आएको अमेरिकाबाट। अहिले गाउँमा आएको र बसेको पनि अहिले त 33 वर्ष भयो। कोही कोही मान्छेलाई थाहा छैन, अस्ति भर्खरै गाउँमा गयो होला भन्छन्, गाउँ थाहा छैन होला, सहरमा बस्यो होला भन्छन्। म गाउँमा बसेर मैले चाहिँ समाज सेवा गरेको। मैले मेरो आफ्नो जागिर खाना गाउँमा अमेरिकामा पढेको मान्छेले गाउँमा चाहिँ जागिर खानु होइन। अनि म चाहिँ व्यापार गर्ने भनेर गाउँमा बसेको होइन। मैले सुरुमा भनेको गाउँमा यति वर्ष यसो बसेर गाउँलेहरूलाई मद्दत गरौँ न भनेर आएको मान्छे त्यहाँ बसेको बसे भयो। म मन्त्री भएको थिएँ, थाहा छ होला होइन तपाईँहरूलाई। समस्याको लागि मन्त्री भएको थिएँ। तर मेरो रहरले मन्त्री भएको होइन, जबरजस्ती मन्त्री बनाइदिए। जबरजस्ती मन्त्री बनाइदिए। मन्त्री हुन्न भन्दै पनि मन्त्री बनाइदिए। यस्तो पनि हुने रहेछ संसारमा भनेर त्यो अचम्मको कुरा हो। त्यो जबरजस्ती किन मन्त्री बनाइदिए भन्दाखेरि त्यो आन्दोलनपछि, भदौको आन्दोलनपछि अब बनाइदिएका हुन्। त्यो आन्दोलन हुँदाखेरि म काठमाडौँमा थिइनँ। आन्दोलन हुँदाखेरि म त उहाँ नेपालको पूर्व, सबैभन्दा पूर्वको अनि सबैभन्दा उत्तरको त्यस्तै हिमाली जिल्ला ताप्लेजुङ जिल्लामा मेरो आफ्नो किताब बेचिरहेको थिएँ यो आन्दोलन हुँदाखेरि। भन्ने कुरा त मलाई थाहा छँदै छ होला। यो किताब चाहिँ मेरो जीवनको किताब हो। यो किताब बेचेर पैसा जम्मा गरेर कारखाना पनि चलाएको छ। यो पैसा त्यो किताब मैले बेच्दै सुदूर पूर्वमा पुगेको थिएँ। मान्छे 26 दिन भएको थियो, 18 महिना। मान्छे
मार्केटिङमा पुगेको मान्छेलाई पैसा जम्मा गरेर यो वीरगन्जको सरकारको कारखानालाई चलाइरहेको कारखाना चलाएर मैले सामान बनाएर बेचेर मैले नाफा खाने होइन त्यो सबै कारखाना सरकारकै हो सबै सरकारकै हुन्छ हामीले सरकारलाई चलाएको अब सरकारले कस्तो सरकार पर्यो भने कोही पनि सरकार किनभने सरकारले मलाई सुरुमा के भन्यो यो कारखाना चलाइदिनुहोस् मर्मत गरिदिनुहोस् चलाइदिनुहोस् अनि मैले किताब बेचेर यो कारखाना चलाएको अब काठमाडौँमा चाहिँ आन्दोलन भइसकेपछि जब मलाई साथीहरूले फोन गर्न थाल्यो आन्दोलन भयो यस्तो यस्तो भयो काठमाडौँ फर्किनु पर्यो भनेर फोन गर्न थाल्यो म चाहिँ आउनै मानेन म आएर के गर्ने भनेर आउनै मानेन पछि त मन्त्री हुनु आउनु पर्यो पनि भन्छु म मन्त्री हुनै हुन्न कसैलाई मन्त्री बनाऊ अरूलाई मन्त्री बनाऊ भन्दाखेरि नमानेर मैले 3 जनाको नाम पठाइदिएँ त्यहाँ मैले चिनेको अलि राम्रो मान्छेहरू ल यो 3 जना मध्येमा 1 जनालाई मन्त्री बनाऊ मलाई चाहिँ म चाहिँ हुन्न भनेको दुःखै दिएन अनि मन्त्री बनाइदियो यसरी म चाहिँ जिन्दगीमा सोच्दै नसोचेको हुनै नभेला एकदमै नेपाल भनेर सबै आत्तिएका थिए र त्यो आत्तिएको अवस्थामा मैले मन्त्री भएर र मन्त्री भएपछि के गर्ने त जम्मा 6 महिनाको लागि मन्त्री भएको छ 6 महिनामा के गर्न सक्छन् यत्रो कति वर्षसम्म मन्त्री हुनेहरूले त केही गर्दैन मैले 6 महिनामा के गर्न सक्छ भन्नु मैले भनेकै हो सकेको गर्ने ठुलो काम गर्न सकिन्न होला ठुलो कामहरू गरौँला भनेको हो र मन्त्री भएपछि के थाहा पाएँ भने शिक्षामा चाहिँ ठुलो भ्रष्टाचार हुने रहेछ शिक्षामा ठुलो भ्रष्टाचार हुने रहेछ त्यहाँ चाहिँ जथावादी हुने रहेछ ठुलो राजनीतिकरण हुने रहेछ मन्त्री भएपछि शिक्षामा सुधार ल्याउनको लागि मैले चाहिँ कानुन बनाउने आवश्यकता थियो कानुन नबनाइकन त्यो भ्रष्टाचार हटाउन सकिन्न शिक्षाको भ्रष्टाचार अनि कानुन मैले कानुन बनाउनको लागि 6वटा ग्रुपमा टोलीले कानुन बनाउनको लाग्यो के गर्ने भन्ने छलफल गरेर शिक्षामा सुधार गर्नको लागि 3वटा कानुन 4वटा नियमावली बनाउने लाग्यो 3.5 महिना लाग्यो कानुनलाई पास गर्न चाहिँ बडा चाहिँ एकदम झन्झट हुने रहेछ त्यो कानुनलाई पास गर्नलाई पहिला अर्थ मन्त्रालयले पास गर्नुपर्ने रहेछ अर्थ मन्त्रालयले पैसा दिन्छ नि अनि कानुन मन्त्रालयले पास गर्नुपर्ने रहेछ मन्त्रालयबाट पास गराए अनि त्यसपछि मन्त्री परिषदमा जाँदो रहेछ मन्त्री परिषदमा गएपछि मन्त्रीले हेर्दै र अनि मन्त्री परिषदले पनि पारित गर्यो तर मन्त्री परिषदले मात्रै पारित गरेर कानुन हुँदैन भन्दैन अब त्यसपछि
विधान समिति भन्ने हुने रहेछ, कानुन बनाउने विधान समिति। त्यो समितिले कानुन त्यसलाई चाहिँ पास गरेर राष्ट्रपतिकोमा पुर्यायो भने राष्ट्रपतिले सही गर्यो भने बल्ल कानुन बन्ने रहेछ। अब मैले त्यो विधान समितिसँग त पुग्यो, राष्ट्रपतिको पुग्यो, त्यहाँभन्दा माथि लैजान सकेन। त्यसरी बन्द गरेको हो। माघको 4 गतेसम्म यसरी भएर यो कानुन पास गर्छु भनेर मरि मेटेर लागेको तर भएन। किन भएन भन्दाखेरि निर्वाचन आयोगले यो चुनाव गराउने निर्वाचन आयोगले 5 गतेदेखि माघको 5 गतेदेखि आचार संहिता लगाइदियो। आचार संहिता भनेको अब यो गर्ने यो नगर्ने, यो धेरै चिज गर्न नपाउने भन्ने हुन्छ। 5 गतेभन्दा अगाडि 4 गतेसम्म नोटिफिकेसन पास गर्नुपर्छ भनेर लागेको। 4 गतेको बेलुकासम्म कोसिस गर्दाखेरि पनि बेलुका रातिसम्म कोसिस गर्दाखेरि पनि यो अगाडि बढ्न सकेन। किनभने 5 गतेदेखि आचार संहिता लाग्यो भने त्यो काम अगाडि बढ्दैन। त्यसैले मैले चाहिँ 4 गतेको बेलुका राति 7 बजेसम्म पनि कोसिस गरेकै हो त्यसलाई पास गराउनलाई। सकेन, राष्ट्रपतिसँग पुग्न सकेन। अनि त्यही भएर राजीनामा दिएर यहाँ चुनाव गर्न हिँडेको। त्यसरी चाहिँ म अचानक त्यो 4 गतेको राति 8 बजेतिर मैले निर्णय गरेँ यहाँ चुनाव गर्न निम्ति। किनभने यो जुन काम मैले गर्न खोजेको थिएँ त्यहाँ गएर अड्कियो। त्यसलाई चाहिँ अगाडि बढाउने भन्ने काम चाहिँ अब चुनाव पछि गर्ने हो, चुनाव पछिको सरकारले गर्ने हो। चुनाव पछि कस्तो सरकार आउने कस्तो सरकार आउने, त्यसैले आफै जानुपर्ने भयो। त संसदमा जानुपर्ने भयो क्या। आफै संसदमा सांसद भएर गएर आफैले त्यो कुरालाई चाहिँ हो लगेर त्यो कुरालाई अगाडि बढाउनु। नत्र भने हराएर जाने भयो भनेर म चाहिँ चुनावमा उठ्ने निर्णय गरेको। यदि यो कानुन बनेको भए यो कानुन 4 गतेको बेलुकासम्म मैले बनाउन सकेको भए राष्ट्रपतिले सही गर्न गराउन सकेको भए म चाहिँ यो चुनावमा त्यसैले त्यो अदखलको भएको कामलाई पुरा गर्नको लागि म आफै सांसदमा लड्ने भनेर यहाँ आएको हो। ल तपाईँहरूले थाहा पाउनु भयो होला। बुझ्यो कारण बुझ्नु भयो। किनभने मान्छेले हल्ला गरेछन् क्या यहाँ। के भनेर हल्ला गरेछन् भने महावीर पुनले धोका दियो, चुनाव गराउने भनेर मन्त्री भएको आफू चुनाव गर्नुभयो। पछि कसैले के गर्दाखेरि महावीर पुन बाहिरबाट हेर्दाखेरि त लाटो रहेछ, भित्र त उहाँ उता गाडी बाटो रहेछ, उहाँ चुनाव गर्नलाई दाउ गरेर बसेको रहेछ। चुनाव चिन्हको बारेमा भनिदिनुहोस्। त्यो पनि भन्छन्। कतिले के भन्छन् भन्दाखेरि महावीर पुनले अनि धोका दियो पनि भन्छ। मैले कसैलाई धोका दिने त्यस्तो चुनावमा लड्ने भनेर त्यहाँ मन्त्री हुने गएको त होइन। यो जुन तिनवटा है यो 4वटा नियमहरूलाई पालन गर्नको लागि जो कोसिस गरे राष्ट्रपति त्यसैलाई अगाडि बढाउनको लागि आफै चुनावमा लड्न आएको हो। यही हो कुरो। अब यो अर्को कुरा के छ भने तपाईँहरूले पनि थाहा पाउनु भएको छ, सबैलाई थाहा छ चुनावमा उठ्दाखेरि म चाहिँ स्वतन्त्रबाट उठेको हो।
स्वतन्त्र भनेको कुनै पार्टीमा समातेर उठेको होइन। स्वतन्त्रबाट उठेपछि सबैले मलाई के भन्छन् भने किन स्वतन्त्रबाट उठेको, पार्टीबाट उठ्नु पर्छ भनेर सिकाउँछ होइन। त्यो कुरा पनि भन्छु, चुनावमा किन उठ्यो भन्ने त थाहा भयो नि सबैलाई होइन। अनि स्वतन्त्रबाट किन उठेको पनि भन्छु म। स्वतन्त्रबाट नउठ्यो भने म त राजनीति गर्ने मान्छे होइन, राजनीति गर्ने मान्छे होइन। म चाहिँ के हो त भन्दाखेरि समाज सेवा गर्ने मान्छे हो, गाउँको सेवा गर्ने, गाउँहरूको सेवा गर्ने मान्छे हो। त्यही सेवा गरेर बसेको हो, कोही पार्टीमा नलागिकन गाउँको सेवा मात्रै गरेर बसेको हो। त्यसैले म स्वतन्त्र भएर उठेको। अब यदि पार्टीमा लागेको भए के हुन्थ्यो, के बिग्रिन्थ्यो र भन्ने भन्छन् मान्छे। पार्टीमा लागेको भए के बिग्रिन्थ्यो भने सबै कुरा बिग्रिन्थ्यो। के बिग्रिन्थ्यो भने म चाहिँ समाज सेवा गर्छु भनेर अमेरिकाबाट आएको मान्छे, समाज सेवा गर्छु भनेपछि समाज सेवामा लाग्यो। यदि म राजनीतिमा लागेको भएदेखि के हुन्थ्यो, अथवा समाज सेवा गर्ने मान्छे राजनीतिमा लाग्यो भने के हुन्छ भने यता नि हुन्न उता किन हुन्न भन्दाखेरि म चाहिँ मानौँ म चाहिँ समाज सेवा पनि गर्छु राजनीति पनि गर्छु भनेर एउटा पार्टीलाई मैले समातेको भए यो पार्टीको विरोधी पार्टीले खुट्टा तान्छ, अल्गाउँछ क्या। म पनि बाटो भएर राजनीति हुन लागेको, समाज सेवा गर्छु भनेर आइसकेपछि अमेरिकाबाट आइसकेपछि म चाहिँ त्यो दोहोरो काम नगरेको। त्यसैले म चाहिँ राजनीतिमा लागिनँ, समाज सेवामा लागेँ। अहिलेसम्म समाज सेवा 33 वर्षसम्म समाज सेवामा लागेँ। अब नमर्दैसम्म समाज सेवामा लागेको हो। अहिलेको संसदमा चुनेर के अरे उठेर संसदमा जितेर गए पनि म राजनीति गर्ने होइन, माथि गएर म राजनीति गर्दै गर्दैन। यसरी म चाहिँ स्वतन्त्र भएर उठेको हो। ठुलो नमान्नु होला र स्वतन्त्र उम्मेदवारको हैसियतले मैले कसैलाई गाली गर्दैन, कुनै पनि पार्टीको मान्छेलाई गाली गर्दैन। अहिलेसम्म 33 वर्षसम्म नेपालमा बसेर काम गर्दाखेरि मैले कोही पार्टीलाई गाली गरेको छैन। मैले राम्रो काम गर्ने पार्टीलाई चाहिँ जहिले पनि मद्दत गर्छु, सहयोग पनि गर्छु, समर्थन पनि गर्छु। राम्रो काम नगर्नेलाई मैले हेर्दा पनि हेर्छु। त्यसैले म चाहिँ कोही पार्टीको विरोधी होइन, कोही पार्टीको विरुद्धमा उठेको होइन। म चाहिँ एउटा परिस्थितिले गर्दाखेरि आफूले गर्न खोजेको काम सफल नहुँदाखेरि त्यसलाई सफल पार्नलाई उठेको हो। यो कुरा त बाबुले बुझ्नु होला। अब रह्यो स्वतन्त्रबाट उठेर यहाँबाट चुनावमा जितेर माथि संसदमा गएपछि एक्लो भइन्छ, एक्लो भएकोले केही गर्न सक्दैन महादेव पुग्छ भनेर पनि भनिरहेको। एक्लो मान्छे हुन्छ, यसको साथी हुन्न, अनि केही गर्न सक्दैन, हो भोट खेर नखान पनि भने है। अब त्यसको छ उत्तर, त्यसको उत्तर छ यहाँबाट म संसद जितेर गएपछि संसदमा म एक्लो हुन्न, मेरो टिम हुन्छ, टोली हुन्छ। कस्तो टोली कस्तो हुन्छ भन्दाखेरि अहिलेको चुनावमा जितेर आउने हरेक नेपालभरिबाट जितेर आउने युवाहरूलाई म टोली बनाउँछु, लिएर टोली बनाउँछु। जस्तो अब कोही युवाहरू राम्रो युवा, इमान्दार युवा, काम गर्छु भन्ने युवा, अब कोही काङ्ग्रेसबाट आउला, कोही चाहिँ एमालेको होला, कोही माओवादीको होला, कोही रासोपाको होला, कोही अरू माओवादीको होला, अर्को पार्टीको होला, कोही चाहिँ स्वतन्त्रैबाट जितेर पनि आउला। यस्ता युवाहरू के गर्छु भन्ने युवाहरूलाई लिएको छु र त्यो टिम चाहिँ राजनीति गर्नलाई बनाउने होइन नि,
त्यो टिम चाहिँ जनताको भलाइ हुने काम गर्नलाई बनाउनु अनि त्यो टिमले चाहिँ छलफल गरेर के गर्ने भन्ने कुराहरू गरेर अगाडि बढ्ने हो। त्यसैले म स्वतन्त्रबाट सांसद जितेर माथि गयो भने म चाहिँ एक्लो हुन्न। मैले जहिले पनि युवाहरूलाई चाहिँ अगाडि बढाउँछु, युवाहरूलाई काम गर्छु, युवाहरूले मलाई मन पनि पराउँछ। नेपालभरिको युवाहरू मलाई चिन्छ र युवाहरूले मलाई मन पराउँछ। त्यसैले मैले सबैको कुरा टिम बनाएर गर्छु। म एक्लै हेरुवागर जस्तो अब रह्यो अन्तमा एउटा कुरा के छ भने अन्तमा अब म्याग्दीले के भन्छन् तपाईँहरूले अहिले भनिसक्नुभयो तल कुटी खोलाको पुल बनाइदिने भन्नुभयो। एकजनाले अर्कोले के भन्नुभयो यहाँ स्कुललाई हेरिदिनु पऱ्यो भन्नुभयो। अब अहिले अरू ठाउँमा चाहिँ म्याग्दीलाई के गर्छौ पनि भन्छन्। म के भन्छु भने मैले अहिले नै यो चुनाव लड्ने बेलामा म चाहिँ अहिले नै म्याग्दीलाई यसो गरिदिन्छु उसो गरिदिन्छु यहाँ गरिदिन्छु त्यहाँ गरिदिन्छु केही भन्दिनँ। म गफ लाउँदैन। किन गफ लाउँदैन भने भोलि यस्तो किसिमको केही जनतालाई चाहिँ झुटो आश्वासन दिएर ढाँटेर चुनाव जितेर गएर केही नगर्ने मान्छेहरू छन् नेपालभरि। त्यसैले म के भन्छु भने चुनाव जितेर गइसकेपछि म भोलिको दिनमा अधिवेशन संसदमा अधिवेशन हुने बेला बाहेक अरू बेलामा म बेलामा म म्याग्दीमा फर्केर आउँछु, गाउँ डुल्छु अनि पालिका जान्छु, वडामा जान्छु, सरसल्लाह गर्छु। सरसल्लाह गरेर के गर्ने त्यति बेला निकाल्ने हो कुरा। अहिले नै यो गर्ने भन्ने होइन। जनताको कुरा के छ, जनताको कुरा सुन्नु पर्यो। आवश्यकता के छ हेर्नु पर्यो अनि त्यो आवश्यकतालाई पनि केलाउनु पर्यो। के गर्नु सकिन्छ, सक्दै नसक्ने कुरा त सकिँदैन। अब सक्ने कुरा पनि कोही चाहिँ चाँडै नगरी नहुने कुरा होला, कोही चाहिँ अलिक पछि गरे नि हुने होला। त्यस्ता कुराहरू जनतासँग मिलेर सरसल्लाह गरेर एकै वर्षमा गर्ने होइन, वर्षको योजना बनाएर हामी काम गर्ने। त्यसैले म चाहिँ चुनावपछि मात्रै आएर सरसल्लाह गरेर के गर्ने भन्ने कुरा तपाईँहरूको विचार अनुसार म अगाडि बढ्ने हो। मैले नै अहिले नै यस्तो बनाइदिन्छु उस्तो बनाइदिन्छु भनेर गफ लाउँदैन। अनि अब रह्यो कुरा फर्केर आउँछ कि होइन जहाँ गयो नि त्यही भन्छन्, जहाँ गयो फर्केर आउने हो कि होइन भन्छ। म फर्केर आउँछु कि आउँदैन भोलि हेर्नु। किनभने धेरैले मान्छेले पहिलाको मान्छे अब मलाई केही खाने होला, मलाई त्यस्तै खाने होला। म जस्तो मान्छे होइन। म भनेपछि गर्ने कुरा आउँछु भनेपछि म आउँछु। अनि किन आउँछु भन्दाखेरि मेरो कामै छैन, के गरेर बसिरहने काठमाडौँ। म काठमाडौँ बस्ने त्यो सहर बजारमा बस्ने खाले मान्छे होइन। म त गाउँमा बस्ने वन मान्छे जस्तो हो। गाउँमा के अरे सहरमा बस्ने मान्छे भएको त उहिले अमेरिका छोडेर आउने थिएन नि। अनि बजारमा बस्छन्। मेरो किन गाउँमा आएर 33 वर्षसम्म किन गाउँमा हिँडेर हिँडेँ। अनि मैले अहिलेसम्म